वेलकम छ सबैजनालाई मेरो सानो मिनी भ्लगमा। यो छोरी मान्छेहरूले चाहिँ माइत जान भनेपछि धेरै खुसी हुँदो रहेछ नि। क्या हो माइत जान भनेपछि? यहाँ हाम्रो म्याम चाहिँ खुट्टा भुइँमा छैन नि। माघे सङ्क्रान्तिमा म माइत जाने भनेपछि यो बिहे गरेपछि छोरी मान्छेहरूको खुसी नै धेरै के। मेरो बुढी मात्रै यस्तै होला कि सबैको यस्तै होला? कता जानु लाग्यो अरे म्याम? माइत जानु लाग्यो भनेपछि त अनि कति चाँडै उठेको त? आज चाँडै उठेर मेकअप गर्नु लागेछ त। खोइ यता हेर्दैन त एकचोटि। खोइ हेर न एकचोटि हेर कस्तो देखेछ खै। हेर्दिन बाफ्रे भूत जस्तै देखेछ त। खतर खतर पारेर बसेको त्यहाँ मेकअपको सामान। यत्रो झोला पनि छ त। यो के झोला यो? झोला कपडा। मेकअपको सामान। माइत जाने बेलामा त मेकअप गर्नु पर्दैन के? थोरै रे खै कतिको थोरेर चाहिँ हेर फर्किँदै कतिको चाहिँ थोरै गरेर। हाम्रो म्याम चाहिँ उहाँ माइत जाने खुसीले हो अघि हिँड्दा छ आज त फटाफट। अरू बेला हो लस्याक गर्दै बिस्तारो हिँड्थ्यो। आज त हतारेर गाडी चढ्नु ढिला हुन्छ अरे। गाडी चढ्नु ढिला हुन्छ भनेर अगाडि हिँड्दा छ।